बाटोमा निक्लिने तँ कहाँबाट आएको भन्दा घोक्रेउन थाल्यो अनि भाइको घरबाट पूजा गरे आएको भनेको ओरतिर आएपछि 2 लक्षले पर त्यो त्यहाँ त लुकेको पनि भयो खेतेको सुन्नु है तपाईँलाई मैले केही दिन पनि भनेको छोरी मान्छे 2 जना आउँछ दुईचोटि घोक्रे तपाईको पालामा हामी चाहिँ गएको मैले दिदीलाई जाउँ मातेको मान्छेले मार्न आँटो छिटो आइज भन्दैछ नानीहरू कता चेप्टाउँछ हामीलाई अनि ल्याउनु गयौँ जाँदाखेरि त्यो घरमुनि आउँदै रहेछ अनि को अगाडि थियो बुढी मान्छे एउटा के अरे भर्खरकै मान्छे थियो अनि यस्तो बुढाबुढी मान्छेले पनि न्यु खोज्यो त तर गइसक्यो त्यो मातेको मान्छेले भन्यो अनि लु आउँदै रहेछ कराउँदै यो भाइ चाहिँ कराउँदै आउँदै रहेछ तपाईँले अठाउँदै ल्याउँदै हुनुहुन्छ अनि हामी त्यहाँनिर पुगेपछि लु हामी साइड लागौँ अगाडि जाओस् भनेर हामी साइड लाग्यौँ साइड लागेपछि यो दाइ हो कि भाइ हो यस्तो बुढाबुढी मान्छेलाई किन भोकाएर कुट्यो भन्यो अनि गइगएको छ तैँले माछाले खोजिस् ए माछिने आएको हो कि होइन लु भन्नु अनि तपाईँले त्यसो गर्नु हुँदैन आइज केटा आइज तपाईँले अठाउनु भएको अनि आइज त्यो केटाले यस्तो छोरी मान्छे र बुढाबुढीलाई तँलाई मैले अघिदेखि सम्झाएकै छु तैँले त्यसो गर्नु हुँदैन भन्नुभएको तपाईँलाई पनि हामीले गल्ती चाहिँ देखेको छैनौँ अनि त्यसो भनेर लान्छ फेरि त आइहाल्छ लु भएन बत्ती मारेर हामी यो त्यो गौरेको खेतिर आउने रोडमा लु भएन हामी चाहिँ साइड लागौँ नहुने रहेछ भनेर बसेको छौँ परा फेरि बाँसघारी मुनि त पुराएको छ है यो अङ्कललाई हामीले अपराध चिताउनु हुँदैन पुराएको छ परा ए दाबार दोबार यसलाई त नमारी छोड्दिन भनेर त आइगयो सासूले बरु इत्रु भात यसरी गएछ आइगयो कुदेर आइगयो मैले लु भयो बस्नु कुनामा भनेको त्यहीँ आएर बनाउनु लाग्यो छिटो अठाउनु कि अठाउनु भन्यो कि भन्यौँ न हामीले छिटो मार्न आँटो भन्यो नि त हामीले रम भएन फेरि अलिक पर पुग्छ है जेठा माइला राँडी रन्डी छ मुखमा त जे आएको छ भनेकै छ हामीले त्यति गरेको मार्नु र गाड्नु 8-9 चोटि आएपछि हामीले मान्छे बोलाउनु पर्छ कि पर्दैन हाम्रो घरमा बुढा छैन हामी एकल महिला हौँ हामी पनि यस्तो बिर्दा गाउँतिर यो मान्छे तिरको मात्रै कुरा नसुन्नु दुई पक्ष समाजले त सब बराबरी गरेको कोही बेला नानी बिराम हुन्छ राति पुग्नु परेको छ दिङला कोही बेला पुग्नु परेछ पुरानो गाउँ जानु पर्छ हाम्रो त मलाई यस्तो तरिकाले त हुँदैन मूल बाटोमा बसेछौँ हामी त एकजना महिला बसेको छौँ 2टा नानी छ